एउटा पर्फेक्ट हार्ट 10 वटा बिग्रेको रोसेटा भन्दा धेरै राम्रो हुन्छ। हेलो एन्ड नमस्ते सबैजनालाई, फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। आजको यस भिडियोमा चाहिँ हामी मिल्क कफी भेराइटिज भित्र पर्ने क्याफे लाटेको बारेमा बुझ्न गइरहेको छौँ। यसमा लाग्ने एस्प्रेसो कस्तो हुनुपर्छ, मिल्क टेक्सचरको बारेमा र पोरिङ टेक्निक्स र कमन मिस्टेकको बारेमा बुझ्नेछौँ। यदि तपाईहरू नयाँ हुनुहुन्छ बारिस्टामा अथवा तपाईलाई लाटे आर्टको बारेमा बुझ्नु छ भने यो भिडियो कम्प्लिट हेर्नुहोला। ल पहिला सुरु त अब हामीले क्याफे लाटे भनेको के हो बुझ्न जरुरी छ। क्याफे मिन्स कफी र लाटे मिन्स मिल्क इन इटालियन। राम्रोसँगले एक्सट्र्याक्ट गरिएको एस्प्रेसो र सही तरिकाले टेक्सचर गरेको मिल्क इन्टरेक्सन गरिन्छ भने त्यसलाई चाहिँ हामीले क्याफे लाटे भनेर भन्ने गर्छौँ। सुरुमा चाहिँ हामीले लाटे आर्ट भनेको चाहिँ एउटा फर्मले ड्रइङ गरेको आर्ट, चकलेट र सुगरले डेकोरेसन गरिएको आर्ट मात्रै बुझेको हुन्छौँ। तर क्याफे लाटे भनेको त्यतिमा मात्रै सीमित छैन। सो क्याफे लाटेले चाहिँ हाम्रो एस्प्रेसो एक्सट्र्याक्सन सही छ कि छैन, मिल्कको टेक्सचर राम्रो छ कि छैन र बारिस्टाको स्किल कस्तो छ भन्ने कुराहरू सबै हामीले लाटे आर्टबाट बुझ्न सक्छौँ। ल अब हामी ढिला नगरी रेसिपीतिर जाउँ है त। सो मैले यता व्हाइट बोर्डमा रेसिपी लेखिदिएको छु, तपाईँहरूले व्हाइट बोर्डमा हेर्न सक्नुहुन्छ। सो रेसिपीमा चाहिँ के छ त, एस्प्रेसोको कुरा गरिहाल्यौँ हामीले अगाडि, एस्प्रेसो राम्रो हुनुपर्छ भनेर। अब अर्को कुरो के थप्यो त भन्दाखेरि स्टिम मिल्क थप्यो यहाँनिर है। सो हामीले चाहिँ 90% जति चाहिँ मिल्कलाई स्टिम गर्नुपर्ने रहेछ, 10% जति चाहिँ फर्म निकाल्नु पर्ने रहेछ। कति मिल्कलाई चाहिँ भन्दाखेरि 250 ml मिल्कलाई चाहिँ हामीले 90% जति चाहिँ स्टिम गर्नु पर्यो, 10% जति चाहिँ फर्म निकाल्नु पर्यो है। सो अब यो एक्ज्याक्ट कसरी निकाल्ने भन्ने चाहिँ म तपाईँहरूलाई यहाँनिर गरेर देखाइदिन्छु है त। ल अब हामी यता मेसिनतिर आउँ है त। सो अब हामीले यसलाई चाहिँ के भनेर बुझेको छौँ भन्दाखेरि स्टिमर भनेर बुझेको छौँ। सो सुरुमा जब पनि तपाईँहरूले स्टिम गर्नुहुन्छ फर्स्टमा चाहिँ हामीले स्टिम रिलिज गर्नुपर्ने हुन्छ एकताल, किन भन्दाखेरि त्यहाँभित्र हाम्रो भेपरहरू चाहिँ पानी भइरहेको हुन्छ, त्यो पानी चाहिँ हाम्रो मिल्कसम्म नआओस् भनेर है। सो अब हामीले के गर्ने त, स्टिमरलाई आफूतिर ल्याउने, त्यसपछि अब हामीले पिचरलाई यो स्टिमरमा यसरी प्लेस गरिदिने अनि अब हाम्रो स्टिम वार्न चाहिँ हाम्रो मिल्कको सर्फेससम्म टच हुनु पर्यो। अब कति टच गर्ने भन्दाखेरि हाम्रो यति 50% जति चाहिँ डिप गरिदिने अनि हल्का टिल्ड गरिदिने। अब हामीले स्टिम अन गर्छौँ। स्टिम अन गरिसकिसकेपछि हामीले एयर लिनुपर्ने हुन्छ 2-3 सेकेन्ड्स यसरी, अनि साउन्ड चाहिँ हाम्रो यस्तो पेपर च्यातेको जस्तो साउन्ड आउनु पर्यो। त्यसपछि अब हाम्रो साउन्ड आउनु बन्द भयो। सो यति भएपछि हाम्रो चाहिँ मिल्क रेडी हुन्छ र हाम्रो मिल्कको टेम्परेचर चाहिँ 55 to 65 डिग्री सेल्सियस हुनुपर्छ। ल यता हेर्नुहोस् त, यस्तो हाम्रो सिल्की स्मुथ फर्म आउनु पर्यो लाटे आर्टको लागि चाहिँ। अब हामीले स्टिम गरिसकिसकेपछि हाम्रो स्टिम वार्नलाई चाहिँ वाइप गरेर भित्र हालेर फेरि रिलिज गर्नुपर्ने हुन्छ है। सो यसरी चाहिँ तपाईँले मजाले आफ्नो क्याफे लाटेको लागि स्टिम गर्न सक्नुहुन्छ। यतिको स्मुथ फर्म चाहिँ आउनु पर्यो। ल अब तपाईँले यति स्टिम गरिसकिसकेपछि डिफ्रेन्ट आर्ट बनाउन सक्नुहुन्छ, जस्तै कि हार्ट, ट्युलिप, रोजेटा अनि अरू धेरै 3 पोरको प्याटर्न्सहरू। ल अब कुरा गरौँ तपाईँहरूले आर्ट बनाउँदाखेरि कमनली मिस्टेक गर्ने कुराहरू, जस्तै कि मिल्कलाई ओभरहिट गर्नु, एस्प्रेसो एक्सट्र्याक्सन मजाले नगर्नु र फास्ट फ्लो गर्नु। यो कुराहरूलाई तपाईँले मजाले मिलाएर कन्टिन्यू प्र्याक्टिस गर्नुभयो भने पक्कै पनि तपाईँको आर्ट राम्रो हुनेछ। एउटा पर्फेक्ट हार्ट 10 वटा बिग्रेको रोसेटा भन्दा धेरै राम्रो हुन्छ। सो कन्टिन्यू प्र्याक्टिस गर्नुहोला। यदि तपाईहरूलाई यो भिडियो हेल्पफुल लाग्यो भने डु कमेन्ट, लाइक एन्ड सब्सक्राइब।